के तपाईँहरूलाई थाहा छ, संसारकै सबैभन्दा धनी, आधुनिक र चिसो मानिने महाद्वीप युरोप अहिले एउटा यस्तो अदृश्य राक्षसको कब्जामा छ जसले मानिसहरूलाई उनीहरूकै घरभित्र जिउँदै पोलिरहेको छ। फ्रान्स, बेलायत र जर्मनी जस्ता देशहरूमा तापक्रम इतिहासकै सबैभन्दा खतरनाक बिन्दु 44 डिग्री सेल्सियस नागिसकेको छ। नदीहरू सुक्दैछन्, कल कारखानाहरू बन्द हुँदैछन् र हजारौँ मानिसहरू अस्पतालमा भर्ना भइरहेका छन्। तर अचम्मको कुरो के छ भने यो कुनै साधारण गर्मीको लहर अर्थात् हिटवेभ मात्र होइन। यो आकाशबाट खसेको एउटा यस्तो वैज्ञानिक पाँचो हो जसलाई वैज्ञानिकहरू हिट डोम भन्छन्। आखिर के हो यो हिट डोम र यसले कसरी युरोपलाई एउटा विशाल प्रेसर कुकरमा बदलिरहेको छ? आउनुहोस् आजको भिडियोमा यसको पछाडिको डरलाग्दो विज्ञान बुझौँ। सामान्यतः गर्मी महिनामा मौसम तातो हुनु स्वाभाविक हो, तर जब आकाशमा एउटा विशेष वायुमण्डलीय प्रणाली बन्छ तब यो सामान्य गर्मी ज्यानमारा बन्न पुग्छ। विज्ञानको भाषामा भन्नुपर्दा जब एउटा उच्च वायुमण्डलीय चाप हाई प्रेसर एरिया अर्थात् हावाको एउटा ठुलो भार आकाशमा एउटै ठाउँमा स्थिर भएर बस्छ, यसले तातो हावालाई जमिनको सतह नजिकै थिचेर राख्छ। यसलाई सजिलो गरी बुझ्न एउटा बलिरहेको डेक्चीमाथि बिर्को लगाएको जस्तै हो। तातो हावा माथि उठ्न खोज्छ, तर आकाशमा बसेको यो उच्च चापले यसलाई फेरि तलैतिर धकेलिदिन्छ। यसरी तातो हावा बाहिर निस्किन पाउँदैन र घामको किरणले गर्दा जमिन झन तातो हुँदै जान्छ। यसलाई भनिन्छ हिट डोम इफेक्ट। तर हिट डोम इफेक्ट युरोपमै किन यति खतरनाक बनिरहेको छ त? आउनुहोस् यसको पछाडि रहेका केही वैज्ञानिक कारणहरू बुझौँ। पहिलो कारण हो ओमेगा ब्लक। हाम्रो वायुमण्डलमा हावालाई बगाउने एउटा तीव्र गतिको नदी हुन्छ जसलाई भनिन्छ जेट स्ट्रिम। तर अहिले यो जेट स्ट्रिम युरोपको आकाशमा पुगेर ग्रीक लेटर ओमेगाको आकारमा लक भएर बसेको छ, जसले गर्दा हप्तौँसम्म तातो हावा एउटै ठाउँमा लक भएर बसेको छ। दोस्रो र सबैभन्दा डरलाग्दो कारण जलवायु परिवर्तन हो। विश्व मौसम विज्ञान सङ्गठनका अनुसार युरोप संसारकै यस्तो महाद्वीप हो जुन बाँकी संसारको तुलनामा दोब्बर गतिले तातिरहेको छ। उत्तरी ध्रुव अर्थात् आर्टिकको हिउँ तीव्र गतिमा पग्लिरहेको हुनाले युरोपको मौसम सन्तुलन पूर्ण रूपमा बिग्रिएको छ र प्राकृतिक रूपमा आउने हिट डोमलाई यसले झन बढी शक्तिशाली र लामो समय रहने बनाइदिएको छ। यो हिट डोमको असर कतिसम्म छ भने यसले युरोपको अर्थतन्त्र र मानव जीवनलाई नै ध्वस्त पारिरहेको छ। रिसेन्ट न्युज हेर्ने हो भने युरोपमा हजारौँ मानिसहरूको यसका कारण ज्यान गइसकेको छ र कैयौँ हस्पिटलमा छन्। अत्याधिक गर्मीका कारण युरोपका सडकहरू र ट्र्याकहरू प्लास्टिक जस्तै पग्लिरहेका छन्। नदीहरूको सतह तीव्र रूपमा घटिरहेको छ। मानिसहरू शीतलताको अनुभव गर्नको लागि घर बाहिर छाहारीमा, स्विमिङ पुलमा, खोलानालाहरूमा आइरहेको तस्बिरहरू देख्न सकिन्छ। त्यसैले हिट डोम युरोपका लागि एउटा ठुलो प्राकृतिक प्रकोप बनेर आएको छ। त्यसो भए के यो समस्याको कुनै समाधान छैन त? विज्ञान भन्छ समाधान त छ, तर हामीसँग समय धेरै कम छ। पहिलो, युरोपले अब आफ्ना सहरहरूलाई हरियो बनाउनुपर्छ र कङ्क्रिटको सट्टा धेरैभन्दा धेरै रुख रोपेर अर्बान हिट आइल्यान्ड असरलाई कम गर्नुपर्छ। दोस्रो, घरका छतहरूमा सेतो रङ लाउने, कोल्ड रूफ बनाउने प्रविधि अपनाउनुपर्छ जसले सूर्यको प्रकाशलाई अन्तरिक्षमा फिर्ता पठाइदिन्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, कार्बन उत्सर्जनलाई तुरुन्त रोक्नुको विकल्प छैन। आज युरोपमा जे भइरहेको छ त्यो भोलि सिङ्गो संसार र नेपालमा पनि हुन सक्छ। प्रकृतिले हामीलाई यो अन्तिम चेतावनी दिइरहेको छ। के हामी बेलैमा सचेत बन्ने कि प्रकृतिको यो महाविनाशलाई चुपचाप हेरिरहने? तपाईँहरूलाई के लाग्छ? कमेन्टमा अवश्य लेख्नुहोला। भिडियो मन परे लेट्स लर्नलाई लाइक, सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।